नमस्कार। टुडे टॉप में अपने संपूर्ण गोटे के स्वागत है। हम सब बातचीत करब अखन विजया दशमी शुरू भ रहल अछि। विजया दशमी में सबसे विशेष से प्रहरी के ट्रैफिक के अहम भूमिका रहे छे। हरेक ठाम से छोट सवारी सब जनकपुर में अबै से दर्शनक लेल विशेष भीड़ भाड़ देखा वाला जे ठाउँ रहे छे, जे चौक रहे छे, रामानंद चौक से लक राजदेवी माता के मंदिर तक। ओहिमे विशेष कक जे विजया दशमी शुरू जे दिन से होइ छे घट स्थापना से लक नवमी धरि विशेष भीड़ रहल। तो ओहिमे केना पक ट्रैफिक प्रहरी के सहकार्य रहते। अखर के अवस्था देखल जाए तो जब स्रोत साधन भेला के बाद ट्रैफिक सबके लेल सुरक्षाकर्मी के लिए चुनौती भ जाए छल। लेकिन एहि बेर में उनका सब लग में एत देखल छे कि ड्रेस देखल नहीं छे, साधन स्रोत नहीं छे, उनका सब लग में यातायात के सुविधा देखल नहीं छे। तो ओहि में वो सब केना कक जे छे से एहि बेर में नियंत्रण करते, कोना कक सहज करते, केना कक ट्रैफिक के व्यवस्थापन करते। तो अही के प्रसंग में आई हम सब केंद्रित भक बातचीत करब। तो पहले उनका हम सब स्वागत करबन, उनका संगे बात हम सब नेपाली में करे के प्रयास करब। हमरा सबके आई अतिथि के रूप में छे कार्यक्रम में सूर्य बहादुर शाही, धनुषा जिला ट्रैफिक प्रमुख। उनका पहले हम सब स्वागत करब, तब विशेष बातचीत करब। यहाँलाई स्वागत छ। धन्यवाद, नमस्कार। यो विजया दशमी अब आइसकेको छ हैन। पहिलो दिन घट स्थापना हुन्छ। घट स्थापनामा पनि हेर्दाखेरि चारैतिरबाट मान्छेहरूको भिडभाड हुन्छ माताको दर्शन गर्नको लागि। हरेक ठाउँमा त मान्छेहरू आउने गर्दछन् हैन। विशेष गरी विजया दशमी भरि नै भनौँ, कसरी तपाईहरू ट्राफिक चाहिँ यो व्यवस्थापन गर्न सक्नुहुन्छ? धन्यवाद प्रश्नको लागि। अहिले हामी यो विषम परिस्थितिमा जुन गुर्जेर अहिले हामी नयाँ फेरि रिबिल्डको अवस्थामा छौँ। यो जुन अस्ति भाद्र 23 र 24 गते जुन जनजीय आन्दोलन भयो, प्रदर्शन भयो, त्यसले गर्दाखेरि समग्र राष्ट्र नै अलिकति दुःखको अवस्थामा छ। तथापि हाम्रा स्रोत साधनहरू, हामीसँग बस्ने इन्फ्रास्ट्रक्चरदेखि लिएर हामीसँग भएको अन्य युनिफर्म लगायत जुन इलेक्ट्रोनिक इक्विपमेन्टहरू छ त्यो लगायत हामीले चाहिने रोड फर्निचरका लगायत धेरै कुराहरू हामीले गुमाएका छौँ। तथापि हामीले जिम्मेवारी गुमाएका छैनौँ। हामीले चाहिँ अझै जनतालाई चाहिँ अझै उच्च मनोबलका साथ काम गर्ने गरी हामी रिबिल्ड गरेर पुनर्स्थापना गरेर यहाँका समाजबाट, समुदायबाट हामीले साथ सपोर्ट र सहयोग प्राप्त गरेका छौँ। यसले गर्दाखेरि हामी उच्च मनोबलका साथ पुनः अब यो जुन दशैँ निकट भविष्यमा पर्सिदेखि भोलिदेखि नै सुरु हुँदैछ, त्यो दशैँलाई पनि हामीले कसरी व्यवस्थापन गर्ने भन्ने सन्दर्भमा हामी आफ्नो प्लानिङ गरेर अगाडि बढिसकेका छौँ। कसरी तपाईले चुनौती जस्तो लागिरहेको छैन? किनकि तपाईसँग एउटा साधन पनि छैन हैन। अब कुनै ठाउँमा घटना घट्दाखेरि त्यो ठाउँमा तपाईँ पुग्नको लागि एउटा त कम्तीमा तपाईसँग एउटा गाडी हुन्थ्यो, यातायातको सुविधा हुन्थ्यो, तर त्यो पनि छैन। एउटा बाइक पनि अहिले भन्दाखेरि तपाईहरूसँग छैन, ड्रेस छैन, यातायातहरू कसरी कन्ट्रोल गर्न सक्नुहुन्छ? सर्वप्रथम त ड्रेस हुनु पर्यो। ट्राफिक अहिले लकालकिङको अवस्थामा छ। पुरै बजार जुन टाइमदेखि आन्दोलन भएको छ त बजारमा पनि एकदम ट्राफिक जामहरू भइरहेको छ, बाटोहरू अस्तव्यस्त भएको छ। कसरी तपाईँ म्यानेज गर्न सकिन्छ? एकदम धन्यवाद। अब यसमा के भयो भनेपछि हामीले जुन आन्दोलन भइसक्यो त्योभन्दा पहिलेको अवस्थामा समग्र म यहाँ जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाको इन्चार्ज भएर आइसकेपछि यहाँको समग्र व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने कुरामा हामीले धेरै कामहरू प्रयास चाहिँ गऱ्यौँ। केही कुराहरू मैले गरेका प्रयासहरू यहाँको आम जनमानसले, यहाँ जस्तो मिडियाकर्मीले लगायत जनताले चाहिँ मूल्याङ्कन गर्ने विषय हो। यसमा मैले छोटोमा भनिहालेँ। जस्तो म आइसकेपछि सबभन्दा पहिला मलाई के लाग्छ भने ट्राफिक प्रहरी आफैमा स्वयं शुद्धिकरण हुनु पर्यो। हाम्रा आचरण व्यवहार राम्रो हुनु पर्यो। हामी सुध्रिनु पर्यो। हामीले गर्ने बोली व्यवहार आचरणका कुराहरू शिष्ट मर्यादित सबै हुनु पर्यो। आम जनतालाई सेवा प्रवाह गरिरहँदाखेरि प्रहरीले गर्ने व्यवहार एकदमै सबै शिष्ट मर्यादित हुनु पर्यो। यसको लागि चाहिँ मैले चाहिँ समग्र मेरो धनुषा जिल्ला ट्राफिक प्रहरी कार्यालय मार्फत भएका सम्पूर्ण अहिले हामी मसँग 82 जना नोकरी छ, सङ्ख्या छ। 82 जनालाई नै मैले त्यो हिसाबमा स्कुलिङ गरेर ब्रिफिङ गरेर त्यो हिसाबमा हाम्रो आचरण व्यवहार शिष्ट सबै मर्यादित हुनु पर्यो र आफूदेखि नै स्वच्छता चाहिँ कायम गर्नु पर्यो भन्ने हिसाबमा अगाडि बढी र त्यस लगतै अब समग्र यहाँको
जनकपुरको ट्राफिक समग्र ट्राफिक व्यवस्थापनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ, कसरी प्रविधि मैत्री बनाउन सकिन्छ भन्ने हिसाबमा समग्र आम जनसमुदायसँग सहकार्य समन्वय गर्दै मैले चाहिँ आइसकेपछि यो हस्पिटल लाइन जुन अलि बढी जाम हुने हो त्यो ठाउँलाई केही सुधार गर्न सकिन्छ भन्ने हिसाबमा जनपद प्रहरी, नगर प्रहरी र अनि ट्राफिक प्रहरीकै संयुक्त अभ्यासबाट प्रयासबाट केही हदसम्म सहजता गराएका थियौँ। त्यो टेम्पोरेरी होला अर्थात् पर्मानेन्ट रूपमा केही पहलहरू गर्न आवश्यक छ होला, तथापि केही हिसाबमा त्यो प्रयास गरियो। त्यो लगत्तै हामीले के गर्यौँ अनि समग्र रूपमा नोइज पोल्युसनका कुराहरू चाहिँ हो। यो नोइज पोल्युसन कसरी गर्न सकिन्छ भने मैले मसँग भएको अहिले आँकडामै 378वटा त्यो प्रेसर हर्नहरू हामीले निकालेका छौँ। यो छोटोमा मैले भनिहालेँ यहाँलाई। यसमा के छ भने 378वटा प्रेसर हर्नहरू, त्यो ट्रकहरू, त्यसपछि बसहरूले बढी नोइज पोल्युसन गर्ने त्यो भएर त्यो खालका चाहिँ प्रेसरहरू झिकेको अवस्था छ। यसै गरी सवारीका नम्बर प्लेट नभएका सवारी साधनहरू र साथसाथै नम्बर प्लेट भए पनि मधुरो भएको सवारी नम्बर प्लेट जुन छ उनीहरूलाई चाहिँ पुनर्लेखनको लागि 250भन्दा बढी सवारी साधनको पुनर्लेखन गरिसकेका छ नम्बर प्लेटहरू। र त्यसका साथसाथै अन्य चाहिँ के छ भने यहाँले चाहिँ जस्तो ओभरलोड गर्ने जुन सवारी साधनहरू छ, जस्तो टिप्पर लगायतका अन्य सवारी साधनहरूको पनि यहाँहरूले आम जनताले मूल्याङ्कन गर्नुभएको होला। यसलाई चाहिँ म आइसकेदेखि केही न केही एउटा ढाला बराबर एउटा सिस्टममा चाहिँ ल्याउने र कानुन अनुसार चाहिँ त्यसलाई चाहिँ कार्यान्वयन गराउनको लागि पहल गरेँ र अहिलेसम्म पनि त्यो केही हदसम्म सुधार भएको छ भन्ने मलाई लाग्छ। त्यसै गरी अन्य हिसाबमा जस्तो पहिला थिएन, अहिले यहाँ चोकमा सबै ठाउँमा पिक आवर ड्युटी भनेर सुरुवात गरेको छु। पिक आवर ड्युटीको रूपमा चोकमा प्रहरीहरू खटिएको छ र प्रहरीले अब 8 घन्टा 12 घन्टा ड्युटी गरिरहँदाखेरि उसमा स्ल्याकनेस होला, तथापि उसको प्रेजेन्सले पनि केही न केही पोजिटिभ इम्प्याक्ट पर्छ र चालक सहचालकहरूले ट्राफिक छ है भन्ने हिसाबमा आफूले ट्राफिक नियम पालना गर्ने सन्दर्भमा उहाँहरू अलिकति अवेर हुनुहुन्छ र त्यो हिसाबमा पनि सहज हुन्छ भन्ने हिसाबमा त्यो प्रयास गरिएको छ। अनि स्टेक होल्डरहरूसँग ई रिक्सा व्यवस्थापनको सन्दर्भमा बारम्बार छलफल भए, पहल कदमीहरू गरियो र त्यसले गर्दाखेरि हुनसक्छ अस्ति मात्रै यो जुन यो विषम परिस्थिति आन्दोलन हुनुभन्दा अघि मात्रै हामीले यो नगर परिक्रमा सडकभित्र जति पनि अहिले धेरै सङ्ख्यामा ई रिक्साहरू छन् र त्यसलाई चाहिँ नगरपालिकाभित्र जति दर्ता भएका छन् तिनीहरू मात्रै यहाँ चाहिँ हामीले चाहिँ चल्न दिने र त्योभन्दा बाहिर यहाँ दर्ता नभएका अरू सवारी साधन ई रिक्साहरूलाई चाहिँ हामीले सम्बन्धित स्थानीय तहमा हुनसक्छ, स्थानीय नगरपालिकामा हुनसक्छ, त्यहाँ गएर रजिस्ट्रेसनको प्रक्रियामा जाने र त्यसरी चाहिँ व्यवस्थित गर्न सकिन्छ कि भन्ने हिसाबमा मेयर साहब लगायत अन्य स्टेक होल्डरहरूसँग समन्वय गरेर त्यो हिसाबमा एउटा एक्जिक्युसनको अवस्थामा आइसकेको अवस्था थियो। साथसाथै रामानन्द चोकलाई जुन यहाँले अगाडि पनि भन्नुभयो त्यसलाई पनि कसरी व्यवस्थित गराउन सकिन्छ, नमुना चोकको रूपमा चाहिँ त्यसलाई सबभन्दा पहिला प्लानिङ गरेर मेयर साहब, हामी र अन्य स्थानीयहरू बसेर पनि एउटा प्लानिङ गरेर त्यसलाई एउटा नमुनाको चोकको रूपमा बनाइसकेपछि, व्यवस्थित नमुना चोकको रूपमा बनाइसकेपछि अन्य स्थानमा पनि व्यवस्थित गर्ने हिसाबमा हामी एउटा प्लानिङमै थियौँ। त्यो एक्जिक्युसन हुन पाएन, कार्यान्वयन हुन पाएन। यो विगत उसले गर्दाखेरि परिस्थिति जुन सिर्जना भयो। यसका साथसाथै अब मैले चाहिँ के बढी अहिले ट्राफिक प्रहरीले गर्ने काम कारबाहीका सन्दर्भमा हामीले सबभन्दा बढी चाहिँ अवेरनेसलाई, सचेतनालाई चाहिँ हामीले प्रायोरिटीमा दिएका छौँ। जसरी कुनै पनि सवारी साधन आउँछ हामी चेकजाँच गरिरहेका छौँ, कानुन ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कानुन दायरामा ल्याउनुपर्छ। तथापि यहाँको भूगोल हरेक हिसाबबाट हेर्दाखेरि यहाँको शिक्षाको स्तर लगायत अन्य विविध कारणले र ट्राफिक नियम सम्बन्धीको ज्ञानको अभाव र केही लापरवाही पनि छ। त्यसको हेरेर चाहिँ हामीले नम्बर हेरेर एकपटक सधैँ बुझाइ गर्ने र मानेन भने त्यो नम्बर नोट गर्ने, एकपटक सधैँ बुझाइ गरेर पठाउने र उसले चाहिँ नेक्स्ट टाइम त्यही नम्बरको गाडी अर्थात् सवारी साधन आयो भने त्यसलाई चाहिँ फेरि ट्राफिक रुल भाइलेसन गरेको खण्डमा उसलाई चाहिँ हामीले कानुनी दायरामा ल्याउने, कानुन बमोजिम कारबाही गर्ने गरेका छौँ। यो लगायत अन्य दुर्घटना न्यूनीकरणको लागि बृहत रूपमा ट्राफिक सचेतना भयो, लागु मापोसी चेकजाँच दैनिक भएका छन् र अन्य हिसाबमा लागु पदार्थ सेवन सम्बन्धीका कुराहरू पनि बेला बेलामा हताहतमा हामीले हाइवेलाई चाहिँ केन्द्रित गरेर चालकहरूलाई नै, सार्वजनिक सवारी साधनका चालकहरूलाई नै मध्यनजर गरेर उहाँहरूले चाहिँ बेला बेलामा त्यो लागु पदार्थ सेवन गरे नगरेको परीक्षण गरेर कानुन बमोजिम कारबाही पनि गरेका छौँ। यसरी समग्र रूपमा हेर्दाखेरि र अन्य हिसाबमा जस्तो ट्राफिक प्रहरीले आफूले चाहिँ आफ्नो व्यवस्थापनको लागि, रोड फर्निचरको लागि अन्य सम्पूर्ण प्लानिङ गरेर यसो ट्राफिक व्यवस्थापनलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने हिसाबमा अगाडि बढ्ने क्रममा र त्यो विभिन्न
ट्राफिक भिगरस चेकिङका कुराहरू हुनसक्छन्, शिविर परेडसँग संयुक्त चाहिँ जाँचका कुराहरू हुनसक्छन् र यसै गरी चाहिँ हामीले स्कुलका बस का चालक सहचालकहरूलाई पनि अझै अवेर गर्ने गरिकन उहाँहरूलाई पनि केन्द्रित गरेर क्लासहरू लिएका छौँ। विद्यालयमा अवेरनेस कार्यक्रमहरू भइरहेका छन्। यी समग्र हिसाबमा हामीले प्रयास गरेर अब केही एउटा लयमा र जहाँ इच्छा त्यहाँ उपाय जहाँ तर ई रिक्सा किन नियन्त्रण हुन सकेको छैन जुन हिसाबले तपाईँ भनिराख्नु भएको छ, जुन के तपाईँ गरिराख्नु भएको छ, योभन्दा पनि पहिला बात थियो, तर चाहिँ ई रिक्साले नियन्त्रण किन गरेर सकिराख्नु भएको छैन तपाईँहरू? एकदम राम्रो कुरा गर्नुभयो। यो सबैले बुझ्नुपर्ने कुरा पनि हो। अब ई रिक्साको व्यवस्थापन सम्बन्धी कार्यविधि 79 बनाएर स्थानीय सरकारको उसमा छ, तथापि हामीले स्थानीय सरकारको उसमा छ, नियन्त्रणमा छ, उहाँहरूको अधीनमा छ भन्दैमा हामीले पन्छिने कुरा भएन। ई रिक्सा व्यवस्थापनको लागि मैले यहाँलाई अलि अगाडि पनि मैले निवेदन गरेँ। हामीले चाहिँ एउटा प्लानिङ गरेर नगरभित्रकै बारम्बार छलफल बहस अन्तर्क्रिया भएर अब यसलाई चाहिँ जसरी पनि व्यवस्थित गराउन आवश्यक छ। यहाँको मुख्य चुनौतीको रूपमा रहेको ई रिक्सा व्यवस्थापन चाहिँ गर्नै आवश्यक छ भन्ने हिसाबमा ई रिक्सा व्यवसायी लगायत अन्य स्टेक होल्डरहरू सबैसँग बसेर हामीले एउटा तत्कालीन अवस्थामा नगर परिक्रमा-भित्र जति ई रिक्साहरू चल्ने गर्छन् त्यसलाई चाहिँ हामीले मिनिमाइज गर्नको लागि अर्थात् कानुनी दायरामा ल्याउनको लागि सबभन्दा पहिला नगरपालिकाभित्र दर्ता भएका जुन ई रिक्साहरू छन् यिनीहरू मात्रै चल्न दिने हिसाबमा नगरपालिकाले नै निर्णय गरेर एउटा कार्यान्वयनको फेजमा थियो। तथापि त्यो कार्यान्वयन गर्न नपाउँदै हामी अर्को फेजमा चाहिँ जुन प्रवेश हुन बाध्यता आयो र तथापि यदि यो नभएको भए त्यो हुन्थ्यो होला। तथापि पुनः हामी अब रिबिल्ड पुनर्स्थापनाको चरणमै छौँ। पुनः हामीले चाहिँ यसलाई चाहिँ अझै प्रक्रियामा लिएर हामीले जसरी हुन्छ हामीले गर्छौँ र गर्न सकिन्छ। जहाँ इच्छा शक्ति भयो भने गर्न सकिन्छ भन्ने लाग्छ मलाई। अब यससँगै यहाँले चाहिँ जुन के अरे ई रिक्सा व्यवस्थापन कुरा गर्नुभयो, छाडा चौपाया व्यवस्थापन पनि त्यही छ, फुटपाथ व्यवस्थापन कुरा पनि छ, त्यसका साथसाथै ठेलागाडा व्यवस्थापन पनि, ट्राफिक व्यवस्थापनका मुख्य चुनौतीका रूपमा रहेका यी कुराहरू छन् र यसका साथसाथै अन्य रोड फर्निचरका कुराहरू होलान्, रोड इन्जिनियरिङका कुराहरू होलान्। अन्य यसका साथसाथै अर्को के कुरा हो भने सवारी साधनको सङ्ख्या चाहिँ अत्याधिक बढ्दै गयो, नम्बर चाहिँ बढ्दै गयो, तर नम्बर बढी अनुसारको रोड इन्जिनियरिङ जुन हुनुपर्ने हो र साथसाथै सवारीको सङ्ख्या बढे अनुसार जुन पार्किङको व्यवस्था हुनुपर्ने हो नि त्यो खालको व्यवस्था भएको छैन। यसलाई पनि हामी लगायत सरकारवाला सम्पूर्ण निकायहरूले अवेर भएर यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ, सर्वपक्षीय सहकारी समन्वयबाट हामी अगाडि बढ्छौँ र यसलाई व्यवस्थित गर्न सकिन्छ भन्ने मलाई लाग्छ। हजुर, जसरी अहिले यो मन्दिर क्षेत्र जस्तै राजदेवी मन्दिर होइन, बौद्धीमाई मन्दिर, त्यस्तै अमरखानामाई मन्दिर होइन, अनि रामानन्द चौक, मुरली चौक, जुन यो मेन चौकहरू जुन छ त्योमा चाहिँ एकदमै तपाईँको के भन्छ यो त्यो वरिपरि सवारी साधनको चाहिँ एकदमै बढी नै चाप हुन्छ होइन, त्यो एरियालाई कसरी तपाईँ मार्ग व्यवस्थापन गर्न चाहिँ त्यो तयारी गर्नुभएको? यसमा चाहिँ अब यहाँले अघि पनि निवेदन गरेको कुरा मैले चाहिँ जस्तो सवारी साधनको विषय हामीसँग एउटा पनि सवारी साधन छैन भन्ने जुन यहाँले जानकारी गराउनु भयो त्यो सत्य कुरा नै हो। अहिले अस्तिको जुन योले आन्दोलनले गर्दाखेरि सबै कुरा जलेर नष्ट भएको अवस्था छ। तथापि हामीले तालुक कार्यालयहरूसँग समन्वय गरेर र प्रहरी स्टाफका चाहिँ युनिफर्महरू हामी तयारी गरिसकेका छौँ। आजदेखि पूर्ण रूपमा हामी अस्तिदेखि नै सुरुवात ड्युटी थियो, आजदेखि चाहिँ फुल फेसमा हामीले चाहिँ यहाँको ट्राफिक व्यवस्थापनको हिसाबमा हामी अगाडि बढिसकेका छौँ। र साथसाथै जुन गाडीको कुरा, सवारी साधनको कुराहरू छ यसको लागि चाहिँ हामीले तालुक कार्यालयसँग समन्वय गरेका छौँ। सायद सरहरूले छिटै चाहिँ त्यसको व्यवस्थापन गर्नुहुन्छ होला, समन्वय भएको छ, छिटै आउला भन्ने अपेक्षा गर्दछु। र यहाँले राखेको प्रश्न छ यो नजिकै आउन गइरहेको बडा दशैँको अवसरमा जुन यहाँ हाम्रो मेला लाग्ने गर्छ, यो मेलालाई चाहिँ कसरी व्यवस्थापन गर्ने सन्दर्भमा हो पक्कै पनि चुनौती छ। यसमा पहिले गत वर्षको सिनारियो र अहिलेमा धेरै फरक छ, किनभने गत वर्ष अलिकति यो विषम परिस्थिति यो अवस्था थिएन, तर अहिले त्यो अवस्थाका साथसाथै हामीसँग जुन कहाँबाट हामीले सुरक्षा योजना हाम्रो आफ्नो हिसाबमा प्लानिङ गरिसकेका छौँ र त्यसलाई चाहिँ अलिकति ब्लक गर्नको लागि कहाँबाट हुने, जस्तो यहाँले जुन राम मन्दिरका कुराहरू भयो, जस्तो हाम्रो भैरव चोकदेखि ब्लक गर्ने होला, यता शिव चोकदेखि होला, जानकी मन्दिरको उत्तर गेटको अगाडि जानकी चोकबाट हुनसक्छ। अर्थात् त्यो विषयमा सर्वपक्षीय अस्ति एक चरणको वार्ता भइसकेको छ भन्नाले एउटा छलफल भइसकेको छ र पुनः यसलाई चाहिँ हाम्रो निश्चित व्यक्तिहरू मात्रै बसेर अझै कसरी प्रभावकारी कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने हिसाबमा निचोड
निकालेर हामी अगाडि बढ्छौँ। तथापि यसमा चाहिँ हामीले चाहिने जुन रोड फर्निचर छ ब्लक गर्नको लागि चाहिने आवश्यक जुन रोड फर्निचरको कुरा डिभाइडर हाउस जुन हुनुपर्ने हो त्यो चाहिँ प्लास्टिकको आइटमहरू सबै जलेर नष्ट भइसकेको अवस्था छ। यसले गर्दाखेरि यसलाई कसरी व्यवस्थित गर्ने भन्ने हिसाबमा सम्बन्धित सरकारवाला निकायसँग त्यहाँ राम मन्दिर राम युवा क्लब र महावीर युवा क्लबका अध्यक्षज्यूहरूसँग हिजो मात्रै मैले समन्वय गरेको छु। उद्योग वाणिज्य सङ्घसँग समन्वय भएको छ लगायत अन्य स्टेक होल्डरहरूसँग समन्वय गरेर यसलाई चाहिँ हामी व्यवस्थित गर्छौँ भन्ने लाग्छ, प्रयास गर्छौँ। हजुर जसरी यो भिडभाडसँगै अहिले बजारमा चाहिँ एकदमै चहलपहल छ होइन, किनमेल गर्ने, त्यसपछि यो दर्शनार्थीहरूको पनि भिड हुन्छ मन्दिरहरूमा। निजी सवारी साधन पनि त्यत्तिकै अत्याधिक नै चाहिँ मान्छेहरूको हुन्छ। निजी सवारी साधनमा त जस्तै तपाईँको स्कुटी भयो, मोटरसाइकल भयो होइन। यो विशेष गरेर तपाईँको अष्टमीको जुन महाअष्टमी भन्छ होइन, त्यो अष्टमीको दिन विभिन्न ठाउँबाट मान्छेहरू चाहिँ आएर बोका बलि त्यो चढाउने गर्छन्। अनि त्यसपछि बलि प्रदारको दिन छैन, त्यस्तै प्रसादी चढाउने त्यो मातारानीलाई खोज्छ त्यो पनि घड्ने दिन छैन। त्यो दिन अत्याधिक नै चुनौती हुन्छ। त्यसलाई कसरी चाहिँ त्यो तयारी गरिराख्नु भएको छ, कुनै अप्रिय घटना नहोस्? होइन एकदमै अब यसको लागि के छ भने विगत 10-15 दिन अगाडिदेखि नै हाम्रो बजारमा चाहिँ यो चाडपर्व नजिकै गरेको अवस्थामा हाम्रो किनमेलको हिसाबमा बजारमा भिडभाडको सङ्ख्या, सवारी साधनको नम्बरका कुराहरू होला, यी अलिकति चाप चाहिँ बढिसकेको अवस्था थियो र त्यही अनुसार हामीले प्लानिङ गरेर हामीले ठाउँ मैले अघि नै निवेदन गरेँ यहाँलाई, हाम्रो चोकमा र हाम्रो बाइकमा चाहिँ क्युआरटीको रूपमा हामीले ठाउँ कहाँ आवश्यक पर्छ त्यसरी इमिडिएट रेस्पोन्स गरेर त्यसलाई चाहिँ व्यवस्थित गर्ने हिसाबमा चाहिँ प्रायः यहाँलाई जानकारी नै छ। मेन चोकमा चाहिँ हाम्रो अहिले पिक आवर ड्युटीले गर्दाखेरि हामी ड्युटीमा कम्प्रोमाइज हुँदैन। जस्तो बिहान 9 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 8-9 पनि भन्न सक्छ। त्यो टाइमसम्म हामीले चाहिँ ड्युटी डिप्लोइमेन्ट गरेका छौँ। जुन दिउँसोको समय छ त्यसमा थाई ड्युटीहरू जहाँ छ त्यहाँ हुन्छ र क्युआरटीले हामी रेस्पोन्स गरेका छौँ र त्यो हिसाबमा र अन्य सिभिल प्रहरीसँग जिल्ला प्रहरी कार्यालयको एसपी साहबसँग पनि समन्वय गरेर संयुक्त रूपमा चाहिँ कसरी व्यवस्थित गर्न सकिन्छ त्यो हिसाबमा हामीले प्लान गरेर कार्यान्वयन गरिरहेका छौँ। त्यो विशेष गरी राजदेवी मन्दिरमा धेरै तपाईँको भिडभाड हुन्छ होइन, ककवर्स पनि चाहिँ सहकार्य भयो, तर त्यो हिसाबले चाहिँ त्यस्तो व्यवस्थापन कतै नकतै गएर चाहिँ अलिकता हेर्नमा आएनन् होइन। यो वर्ष विशेष गरी अहिले त तपाईँहरूको चुनौती पनि लास्टै चुनौती छैन, यो विशेष गरी यो राजदेवी मन्दिरलाई कसरी यो तपाईँ सहकार्य गरिराख्नुहोस्, त्यो ठाउँमा चाहिँ भिडभाड नहोस् होइन, अब धेरै सवारी साधनहरू नआओस्, जुन कुनै उखलन खालको जुन छ नि त्यो तपाईँको पुनि त्यस्तो घटना नहोस्, सरसफाइ अथवा त्यो ट्राफिकको कस्तो चाहिँ सहकार्य भइरहेछ, के छ? होइन यी विषयमा हिजो मात्रै पनि एसपी साहबसँग सल्लाह पनि भएको छ। हामीले सम्बन्धित उहाँकै युवा क्लबहरूले जुन लिड गर्नुहुन्छ उहाँ त्यहाँ चाहिँ हेर्नुहुन्छ, त्यो उहाँहरूसँग पनि समन्वय भएको छ र यसमा चाहिँ हामीले टोटल्ली कुनै पनि दुई पाङ्ग्रे सवारी साधन पनि भित्र जान नदिने हिसाबमा र गत वर्षका प्र्याक्टिसहरू के थिए र अहिले गत वर्षका कमजोरी के रहे र त्यसलाई सुधार्नको लागि हामीले अहिले के गर्दाखेरि उपयुक्त हुन्छ त्यसको लागि हजुरहरू जस्तो मिडियामा काम गर्ने सब म्यामहरू हुनुहुन्छ, अन्य त्यहाँका सम्बन्ध स्थानीय जनसमुदाय हुनुभयो, युवा क्लब हुनुभयो, अन्य स्टेक होल्डर जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय लगायत अन्य सम्पूर्णको सहयोग र लिँदै सहकार्य गर्दै गत वर्षभन्दा अझै व्यवस्थित कसरी गर्न सकिन्छ त्यो हिसाबमा अगाडि बढ्छौँ हामी। यो ट्राफिक चाहिँ कसैले उल्लङ्घन गर्यो भन्छ, जस्तै कसैले तपाईँको मदिरा सेवन गरेर आयो होइन, कसैले चाहिँ धेरै स्पिडै चाहिँ बाइक चलाइदिन्छन् होइन, त्योमा चाहिँ ट्राफिक चाहिँ पालना गरेन भने त्यसलाई कस्ता चाहिँ कारबाही गर्न चाहिँ प्लानिङ गर्नु भएको छ? होइन यसमा त अब ट्राफिक नियम उल्लङ्घन गरेपछि ट्राफिक नियम अन्तर्गत नियम ऐन र कानुन नियमावली छँदैछ, त्यो अनुसार हाम्रो कारबाही हुने कुरा नियमित भइरहेको पनि छ। यसमा पनि नियमित हुन्छ, कारबाही चाहिँ भइहाल्छ। तर त्यसको लागि त्यहाँभित्र नै हामी सवारी साधनै जान निषेध गऱ्यौँ भने त्यहाँभित्र त मान्छे मात्रै भिड गढी हुने हुन्छ। त्यो भयो भने त सायद भित्र चाहिँ हामीले धेरै व्यवस्थित गरेर परेन, जहाँ मेन नाकाहरूबाट हामीले इन्ट्री चाहिँ निषेध गरिदियो भने त्यो हिसाबमा सहज होला। र अन्य बाहिरको हेरेरमा भित्र त्यो जहाँ राम जाने त्यो मन्दिर मात्रै भनेर सेन्ट्रलाइज भएर भएन, बाहिरतिर पनि अन्य ठाउँको ट्राफिक व्यवस्थापनलाई पनि मध्यनजर गरेर त्यो हिसाबमा हामीले ड्युटी डिप्लोइमेन्ट गर्छौँ, व्यवस्थित गर्न सक्छौँ हामी। अहिले अब यो पर्वको कुरा गर्दै जसरी योभन्दा पहिला यो जुन अहिले चाहिँ विषम परिस्थिति आयो त्योभन्दा पहिलाको कुरा अब धेरै गुनासो आइरहेको हुन्थ्यो होइन, हरेक चोकमा चाहिँ एकछिनमै गाडीहरू चाहिँ जाम हुने, त्यसपछि हस्पिटल बाटोमा चाहिँ
ट्राफिक जाम आउने कुराहरू आइरहेको हुन्छ यो रमानचोकदेखि जानकी मन्दिरसम्म यसलाई किन नियन्त्रण गर्न सकिराख्नु भएको छ? हो। अब यसमा के छ भने यसमा चोकचोकमा जुन आइसकेपछि अब यहाँ जुन पहिला म आएपछि 10-15 दिनसम्म करिब 20 दिनसम्म होला धेरै फोनहरू यहाँ जाम भयो यस्तो खालको त्यो खालको अलिकति आउँथ्यो। अहिले मैले इन्फर्मल्ली पहिला पनि यहाँसँग कुरा हुँदाखेरि पनि मैले भनेको थिएँ। त्यो अहिले चाहिँ मोबाइलमा फोनै आउन छोड्यो। केही त्यस्तो काम विशेष त्यस्तो भने छुट्यो। यहाँनिर यो चोकमा जाम भयो, उहाँ चोकमा जाम भयो। जस्तो बढी जाम हुने सीता चोकमा जाम हुन्थ्यो त्यहाँ पहिला ड्युटी हुन्थेन। मैले ड्युटी त्यहाँ राखिदिइसकेको छु। त्यसै गरी जस्तो माछा बजारमा जाम हुन्छ भने माछा बजारमा पनि थाहै ड्युटी छ भनेपछि त्यहाँ पिक आउट ड्युटीको रूपमा त्यो टाइमलाई चाहिँ हामीले ड्युटी हुन्छ। भङ्गरापुरा चोकमा जाम हुन्छ भने चाहिँ त्यहाँ पनि के छ ड्युटी डिप्लोमा जहाँ अब हामीले चाहिँ ट्राफिक प्रहरीको प्रेजेन्स भइसकेपछि अटोमेटिक रूपमा केही न केही चान्सेस कम होला। तथापि यो मैले अघि नै निवेदन गरेँ जुन सवारी साधनको नम्बर जुन बढी सङ्ख्या चाहिँ बढ्दैछ र त्यो अनुसारको हाम्रो पार्किङको व्यवस्था लगायत अन्य रोड इन्जिनियरिङका कुरा सडकका कुराहरू होलान्। यी कुराहरूलाई चाहिँ अलिकति त्यो इमिडिएट गर्न सक्ने कुरा पनि होइन। तथापि त्यो कुरामा हामी पार्किङको कुरा त व्यवस्थित गर्न सकिन्थ्यो होला। रोड इन्जिनियरिङका कुराहरूमा त्यतातिर अहिले हामी ध्यान दिन तत्कालै नसकौँ होला, तत्कालै चेन्ज पनि नहोला। तथापि पार्किङको लागि पनि केही व्यवस्थापन गर्न सकिएको खण्डमा सहज हुन्थ्यो। यसको लागि हामीले पहल गरिरहेका छौँ। हामीले आफैले नै अब यो पार्किङ यहाँनिर यो पार्किङ गराउने भनेर सबै निर्णय गर्ने हामीले गर्ने कुरा कानुनले पनि दिएको छैन। त्यसैले अन्य स्टेक होल्डरसँग यातायात कार्यालय, यातायात सडक विभाग, स्थानीय तहसँग हामी चाहिँ समन्वय गरेर काम गर्दैछौँ। मेन कुरा अब ट्राफिक व्यवस्थापनको लागि महत्त्वपूर्ण कुराहरूमा जस्तो 3 भनिन्छ नि, जस्तो इन्जिनियरिङका कुरा भए, एजुकेसनका कुरा भए र इन्फोर्समेन्टका कुरा भए। जुन हामीले सवारी तथा यातायात व्यवस्था ऐन 2049 नियम अहिले 2054 जुन हाम्रो अहिले विद्यमान छ त्यसलाई त्यो अनुसार चाहिँ कानुन बनिसकेपछि अब मेन कुरा चाहिँ सुरुमा चाहिँ जस्तो इन्जिनियरिङका कुराहरू जुन छ नि, इन्जिनियरिङमा हाम्रो इन्फ्रास्ट्रक्चर के छ, रोड फर्टिचरका कुराहरू होलान्, सडकको अवस्था के छ, यी कुराहरूले पनि ट्राफिक व्यवस्था म्याटर गर्यो भने अन्य हिसाबमा जस्तो एजुकेसनको कुरा जुन छ, एजुकेसनमा चाहिँ अब हामीले चाहिँ अवेर गर्ने कुरा सबभन्दा पहिला ट्राफिक नियमहरूको बारेमा सडक प्रयोगकर्ताहरूले के नियम ट्राफिक आफ्नो सवारी साधन चलाउँदाखेरि ध्यान दिनुपर्ने कुराहरूको बारेमा लगायत ट्राफिक नियमको बारेमा उहाँहरूलाई अवेर भइसक्यो भने, जानकारी भयो भने अनि बल्ल मात्रै के हुन्छ अनि इन्फोर्समेन्टको चरणमा हामीले चाहिँ त्यो कुराहरूलाई चाहिँ उनीहरूले ट्राफिक रुल भाइलेसन गरेको खण्डमा कारबाही गर्ने, अवेर गर्ने कुराहरू त्यसरी चाहिँ अगाडि बढिरहेको छ। यो सन्दर्भमा सम्पूर्ण स्टेक होल्डर सरहरूसँग निकायहरूसँग समन्वय गर्दाखेरि उहाँहरूबाट पोजिटिभ रेस्पोन्स आएको छ। हामी काम गर्दैछौँ र अब एक्सनमै गएर हामीले काम गर्छौँ र रिजल्ट देखिन्छ। जसरी यो विजया दशमीलाई लक्षित गरेर जुन तपाईँहरूको ट्राफिक प्रहरीमा केही सङ्ख्या कमी छ भनेर यो गुनासो पनि बारम्बार आइरहेको हुन्छ होइन? अहिले यो पर्वलाई लक्ष्य गरेर किनकि यो जनकपुरमा विशेष यो पूजापाठ गर्ने र भिडभाड हुने ठाउँ हुन्छ होइन? विशेष गरी यो दसैँ जुन दसैँको बेला यसमा चाहिँ ट्राफिक प्रहरीको त्यो सङ्ख्या बढाएको छ अन्य ठाउँबाट सफाई गराउने कि कसो? होइन, यसमा विशेष गरी अब यो नजिकै गरेको चाडपर्वलाई लक्षित गरेर हामीले एउटा प्लानिङ गरिसकेका छौँ। एउटा अन्त सेक्युरिटी प्लानको हिसाबमा हामीले ट्राफिक व्यवस्थापनको हिसाबमा कसरी अगाडि बढ्ने भन्ने हिसाबमा प्लानिङ गरिसकेका छौँ। अब हामीसँग जुन रिजर्भ फोर्स छ, हामीसँग जति ट्राफिक प्रहरीहरू हुनुहुन्छ उहाँहरूबाट नपुगेको खण्डमा थप चाहिँ बाहिरबाट पनि तालुका कार्यालयहरूसँग समन्वय गरेर त्यहाँबाट झिकाएर भए पनि हामीले ट्राफिक व्यवस्थापन गर्छौँ। अब भोलिदेखि मात्रै अब जुन दसैँ घटस्थापना सुरु हुँदैछ त्यो दसैँको उसमा चाहिँ हामीले ठाउँमा जुन जस्तो बस पार्क एरिया होला, रामानन्द चोक होला, हामीले यो जिल्लामा 5-7वटा ठाउँमा चाहिँ जस्तो 7वटा ठाउँ भन्नाले जस्तो बस पार्कमा भयो, रामानन्द चोकमा भयो, अनि ढल्केबर भयो, पोर्ता भयो, लालगढमा यो यतातिर यो हाइवेतिर चाहिँ 5वटा चाहिँ हेल्प डेस्क यात्रु सहायता कक्ष चाहिँ हामीले उद्घाटन गर्दैछौँ, तयारी गर्दैछौँ र साथसाथै जटै नाकामा 2टा नाकामा पनि हामीले चाहिँ जटै लगायत अन्य नाकामा पनि के छ त्यहाँ पनि हामीले हेल्प डेस्क राखेर यसरी चाहिँ यात्रुहरूले कुनै पनि समस्या गरेको खण्डमा जुन सवारी साधनहरूले बढी सिट क्षमताभन्दा बढी प्यासेन्जर राखेको खण्डमा यात्रुहरूलाई चाहिँ त्यस्तो दुर्व्यवहार गरेको खण्डमा र मर्यादित व्यवहार नगरेको खण्डमा र जुन भाडा दर जुन तोकिएको छ त्योभन्दा बढी लिएको खण्डमा उहाँहरूलाई चाहिँ त्यसलाई चाहिँ कसरी हुन्छ व्यवस्थित गर्ने र उहाँ यात्रुहरूलाई परेका समस्याको समाधान गर्ने गरी हामीले यात्रु सहायता कक्ष चाहिँ हामीले निर्माण गरेर भोलिदेखि नै स्टार्ट गर्छौँ। हजुर,
त्यसैले यो अब भन्दाखेरि कार्यक्रमको अन्तमा यो तपाईँ के सन्देश दिन चाहिराख्नु भएको छ यहाँको स्थानीयवासी भनौँ या अन्य जिल्लाबाट आउने जुन श्रद्धालु भक्तजनहरू हुन्छन् उहाँहरूलाई के भन्न चाहिराख्नु भएको छ तपाईँ? एकदमै अब के छ भने अब यो यहाँ जुन भव्य रूपमा जसरी यहाँको यो मेला पर्वहरू लाग्ने गर्छ यो बडादशीको अवसरमा यो अवसरमा जुन मेला लाग्छ यसमा आउँदाखेरि यहाँहरूले चाहिँ यहाँ आइसकेपछि जुन सवारी साधनलाई जहाँ राख्नुपर्ने हो हामीले तोकेको ठाउँ स्थान तोकिदिन्छौँ पार्किङ जहाँनिर हामीले तोकेका हुन्छौँ त्यहाँ पार्किङ स्थलमा पार्किङ गरिदिनु होला र सडकको आफ्नो सवारी दुर्घटना न्यूनीकरणको लागि र आफ्नो दण्डनको क्षतिबाट आफू बच्नको लागि आफू सुरक्षित हुनको लागि यहाँहरूले चाहिँ ट्राफिक नियमको पालना गरिदिनु भयो र अरूलाई पनि चालक सहचालकहरूले पनि ट्राफिक नियम उल्लङ्घन गरेको खण्डमा यदि यहाँहरू यात्रुको रूपमा हुनुहुन्छ भने यहाँहरूले पनि चालक सहचालकज्यूहरूलाई पनि अनुरोध गरेर त्यस्तो खालको छ र यात्रु त्यस्तो आफूलाई चाहिँ अप्ठ्यारो परेको छ अर्थात् चाहिँ चालक सहचालकज्यूहरूले माफुसे गर्नुभएको छ अर्थात् अन्य किसिमका त्यो जुन गैरकानुनी काम मा इन्भल्भ हुनुहुन्छ भने त्यस्तो खालको छ ओभर स्पिडिङका कुराको चलाइराख्नु भएको छ भने पनि हामीले 100मा फोन गरेर भए पनि अर्थात् हाम्रो 0 माइलको ट्राफिक जिल्ला ट्राफिक प्रहरी कार्यालयको नम्बरमा फोन गरेर भए पनि यहाँले जानकारी दिनु भयो भने आफू पनि सुरक्षित भयो र अन्य उहाँहरूलाई पनि जसरी जो ट्राफिक नियम उल्लङ्घन गर्नुहुन्छ उहाँहरूलाई पनि कानुनी दायरामा ल्याउन सकियो भन्ने कुरा राख्दछु र यसै गरी जसरी यहाँ आम जनसमुदायहरू जति हुनुहुन्छ जनप्रवासी आम दाजुभाइ दिदीबहिनीहरू जति हुनुहुन्छ उहाँहरूलाई जस्तो अब हामी जिल्ला ट्राफिक प्रहरी कार्यालयको प्रमुख हिसाबमा के भन्न चाहन्छु भने जसरी म यहाँ आइसकेपछि मैले एउटा प्रयास सकेको राम्रो गर्ने र जुन यहाँ चाहिँ अहिले जुन अवस्था छ यसलाई बिग्रिन नदिने र नबिगार्ने गरी कति सकिन्छ राम्रो गरौँ भन्ने हिसाबमा लागेको छु। यसमा चाहिँ यहाँको यदि जहाँ समस्या हुन्छ त्यहाँ समाधान पक्कै हुन्छ र इच्छा शक्तिका साथ हामीले प्लानिङ गरेर अगाडि बढ्यौँ भने अवश्य पनि यो जनकपुर यो सुन्दर नगरीलाई यो जानकी माताको यो नगरी छ यो नगरीलाई चाहिँ अझै व्यवस्थित र एउटा सौन्दर्यमय बनाउन सक्छौँ। यसको लागि आम जनसमुदायहरूले पनि यदि यहाँहरूका गुनासो ट्राफिक व्यवस्थापनका सम्बन्धमा सल्लाह सुझाव केही छन् भने पनि यहाँहरूले चाहिँ हामीलाई निर्धक्क भएर 9854090402 यो नम्बरमा यहाँले चाहिँ मेरै नम्बर हो कार्यालय प्रमुखको नम्बर हो यसमा फोन गरेर पनि यहाँहरूले जानकारी दिदिनु भयो भने यसले पक्कै पनि हामीले कहीँ त्यस्तो केही सुधार्नुपर्ने अवस्था छ भने त्यो कुरालाई पनि हामीले करेक्सन गर्दै जान्छौँ र यहाँहरूका सल्लाह सुझावलाई पनि मनन गरेर थप प्रभावकारी व्यवस्थित ढङ्गले कसरी अगाडि बढ्न सकिन्छ त्यो हिसाबमा अगाडि बढ्न सहज हुन्छ र यसको लागि सल्लाह सुझावको अपेक्षा गर्छु। साथसाथै सम्बन्धित स्टेक होल्डरहरूलाई पनि के अनुरोध गर्न चाहन्छु भने अहिलेको विषम परिस्थितिले गर्दाखेरि हामीसँग सवारी साधनको अभाव छ यसमा पनि सम्बन्धित निकायहरूले अलिकति गम्भीरताका साथ लिइदिनु हुनेछ र यो जुन चाडपर्व नजिक्दै गर्दाखेरि कुनै ठाउँमा दुर्घटना होला अन्य कुनै पनि ठाउँमा कि इमिडिएट रेस्पोन्स गर्नुपर्ने होला त्यो ठाउँमा र कुनै भिआइपीको मुभमेन्ट हुँदाखेरि पनि हामीसँग सवारी साधन नभएको अवस्थामा त त्यसरी जुन हिसाबमा हामी सर्भिस डेलिभरी गर्नुपर्ने हो त्यो गर्न त्यति सहज ढङ्गले नसकिएला त्यसैले सम्बन्धित निकायले पनि त्यही अनुसारले चाहिँ सपोर्ट हुनेछ पहल कदमी हुनेछ तालुका कार्यालयहरूबाट पनि भन्ने अपेक्षा राख्दछु र साथै पुनः यहाँको यो जुन यो ट्राफिक व्यवस्थापन जनकपुरको जुन ट्राफिक व्यवस्थापन छ यसलाई प्रविधि मैत्री कसरी बनाउन सकिन्छ त्यसको लागि र यहाँ जुन हामीले अहिले अस्ति क्यामेराको कुरा पनि मैले अघि पनि निवेदन गरेँ यहाँ क्यामेरा लगायतको कुरा डिजिटल बोर्डहरू राख्ने कुरा र अफिसबाट नै कन्ट्रोल गर्ने मोनिटर गर्ने जुन मेन चोकमा क्यामेरा राखेर त्यो मोनिटर गर्ने हिसाबमा अन्तिम चरणमा पुगिरहँदाखेरि पुनः दुःखद घटनाले गर्दाखेरि के भयो त्यो सबै कुराहरूको लेफ्ट भएको छ। यसलाई पुनः रिबिल्ड गर्नको लागि पनि सम्बन्धित निकायहरूबाट जसले हामीलाई सहयोग गर्नुभएको थियो उहाँहरूले पुनः सहयोग गर्नुहुनेछ र पुनः हामी अझै उच्च मनोबलका साथ काम गर्नेछौँ र यहाँको समग्र धनुषा जिल्लाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउनेछौँ प्रविधि मैत्री बनाउनेछौँ र यहाँको आम जनसमुदायसँग मिलेर उहाँहरूसँग हातेमालो गर्दै उहाँहरूको सल्लाह सुझाव गुनासोलाई सम्बोधन गर्दै हामी अगाडि बढ्नेछौँ भन्ने कुरा राख्न चाहन्छु र अन्तमा यो आउँदै गरेको विजयादशमी शुभ दीपावली र छठ पर्वको अवसरमा सम्पूर्ण यहाँ लगायत सम्पूर्ण आम देशवासीहरूमा जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाको प्रमुख तथा धनुषा जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषा परिवारको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु र पुनः यहाँहरूको चाहिँ यो दिन उज्जवल होस् सफल होस् भन्ने शुभकामना दिन्छु। धन्यवाद। धेरै धेरै धन्यवाद।
हिंका संगे हम सब बातचीत केलौं धनुषा जिला ट्राफिक प्रमुख छले था वास्तव में अखन जाय प्रकार जेटा कतौ सब फोन अबै छले साधन भेला के कारण से ओ सब दौड़ के चल जाय छले लेकिन अखन साधन नहीं भेला से ई दुख हुनका नहीं हमरा अहाँ के दुख छै जे समय पर अगर नहीं पुगते त कतेक प्रकार जे छै से आदमी के घाटा हेते कतेक प्रकार क्षति हेते जान जोखिम में आदमी के रहे छै तकर बाद ट्रैफिक के फोन कयल जाय छै हिनका सर के साधन नहीं छै तो उनकर एकटा बहुत निक एकटा बात एलन है जे अखन तत्काल से व्यक्तिगत भी हिसाब से हमरा सबके अगर अखन साधन जुटा देते बाध्य खेता कर हम सब कह देबे जखन हमरा सबके जे उपलब्ध भ जाते कर बाद अखन इनका सब भी सबसे विशेष अगर जरूरी छै तो उस साधन स्रोत के जरूरी छै साधन नहीं भेला के कारण से उ सब कतौ नहीं जा सके छथिन क्या के स्वाभाविक छै कि साधन नहीं रहते अगर आप फोने करबे ओ जगह पर साधन रहते कथी से जेते कते काल अतो से किस्सा दौड़ते तो हुनकर जे छै एकटा गुनासो छलना ओ अपने तक समन के निकाय तक ल जाय उनका सब जल्दी से जे छै से ई चीज उपलब्ध भ जा से कहत ए पावन में विशेष क जे सप्तर से एकटा गुनासो होबे कि हरेक ठाम अपन सामान के अपने सुरक्षा करी साधन जे सवारी साधन सबके केना क व्यवस्थापन करे उ काज हमारा आगे से हो से तखन कार्यक्रम में काम धन्यवाद कार्यक्रम से विदा रे तासा।